नमस्कार। नमस्कार। आज हाम्रो सामु एकजना ध्यान प्रशिक्षक शुभरत्न साकेज्यू हाम्रो सामु हुनुहुन्छ। म यहाँलाई कार्यक्रममा हार्दिक स्वागत गर्छु। धन्यवाद। यहाँ ध्यान प्रशिक्षक हुनुहुन्छ। खासमा ध्यान भनेको के हो एकदम सर्ट फर्ममा भनिदिनु। हजुरको ध्यान भनेको चाहिँ आफूले आफूलाई निहाल्नु हो। हजुर। हामीले चाहिँ बाहिरी संसार धेरै निहाल्छौँ। हजुर। बाहिरको ध्वनिहरू हामी सुन्छौँ, बाहिर हामी स्पर्शहरू गर्छौँ, बाहिर दृश्यहरू, बाहिरको सांसारिक दृश्यहरू हामी हेर्छौँ, तर हामीले कहिले पनि आफूभित्र के छ चाहिँ निहाल्न सकिराखेका हुँदैनौँ र आफूभित्र निहाल्नु नै एक प्रकारको ध्यान। यो प्रचलित ध्यान चाहिँ विपश्यना भनिन्छ। खास विपश्यना भनेको के हो र यसको ध्यानबारे अलिकति बताइदिनु। यो विपश्यना भनेको चाहिँ 2600 वर्ष अगाडि भगवान बुद्धले यो आफ्नो शरीर र मनलाई विशेष रूपले हेर्नुलाई चाहिँ विपश्यना भनिएको हो। विशेष प्रकारले आफ्नो शरीरले गर्ने क्रियाकलापहरू, हाम्रो मनले गर्ने क्रियाकलापहरू, कस्तो कस्तो प्रकारको चित्तहरू हामीलाई उत्पन्न हुन्छ, यसलाई चाहिँ जान्नु, विस्तृत रूपमा जान्नुलाई चाहिँ विपश्यना भनिन्छ। यसको मुख्य उद्देश्य चाहिँ के हो त अलिक बताइदिनु। यसको मुख्य उद्देश्य चाहिँ यो सांसारिक दुःखहरूबाट मुक्ति पाउनु नै उद्देश्य मुख्य हो। किन भन्दाखेरि मानिसहरू चाहिँ विभिन्न प्रकारको आसक्तिहरूले गर्दा चाहिँ दुःख पाइराखेका हुन्छन् र त्यो आसक्तिबाट चाहिँ मान्छेलाई मुक्ति दिएर र सांसारिक दुःखहरूबाट चाहिँ मुक्त गराउनु चाहिँ विपश्यनाको उद्देश्य हो। अन्य धेरै किसिमको ध्यानहरू छन् हैन। विपश्यना ध्यान नै गर्नुपर्ने चाहिँ मुख्य कारण के हो? अनि पहिला ऋषिमुनिहरूले चाहिँ विभिन्न प्रकारको जङ्गलमा फुलहरू हेरेर, रातो फुल, पहेँलो फुल यस्तो हेरेर चाहिँ ध्यान गर्नुहुन्थ्यो र यसले गर्दा चाहिँ उहाँहरूले धेरै शक्तिहरू चाहिँ पाउनुहुन्थ्यो। र विपश्यना नै किन भन्दाखेरि यसले चाहिँ हामीभित्र मनमा के भइराखेको त्यसलाई चाहिँ नजिकैबाट, जसरी एउटा माइक्रोस्कोपले चाहिँ नजिकैबाट हाम्रो कोषहरूलाई चाहिँ हेर्न सहयोग गर्छ, जसरी एउटा टेलिस्कोपले चाहिँ विभिन्न प्रकारका ग्रह उपग्रहहरू र हुँदा अरू ब्रह्माण्डहरूलाई पनि अध्ययन गर्न सहज पुर्याउँछ, त्यस्तै यो विपश्यना ध्यानले चाहिँ हामीभित्रको मनमा भइराखेको कुराहरू, हाम्रो शरीरमा भएका कुराहरूलाई चाहिँ एउटा टेलिस्कोप माइक्रोस्कोपले जस्तै नजिकैबाट चाहिँ हेर्न सहयोग पुर्याउने भएको हुँदा अरू ध्यान पनि राम्रै हो। अरू ध्यानबाट पनि हामी चित्त एकाग्र गरेर अनि यो विपश्यना अभ्यास गर्दा अझ धेरै ध्यान चाहिँ लाग्ने हुन्छ। यो विपश्यना ध्यान छ नि, यसलाई चाहिँ हामीले तपाईँले शब्दको रूपमा बयान कसरी गर्नुहुन्छ अथवा तपाईँले सिकाएर नै त्यो विद्यार्थीले बुझ्छ कि यो शाब्दिक रूपले कसरी चाहिँ विपश्यना ध्यान गर्ने तरिकाबारे बताउनुहुन्छ? शाब्दिक रूपमा भन्दाखेरि चाहिँ यो विपश्यना विशेष रूपले आफ्नो शरीर र मनलाई र आफ्नो शारीरिक क्रियाकलापलाई हेर्ने हो र यसमा विभिन्न अब ध्यान गर्दाखेरि हामीलाई अल्छी लाग्ने हुन्छ, रिस उठ्ने, लोभ आउने, मन चञ्चल हुने, एकछिन अब 5 मिनट ध्यान गरेर हुन्छ, यसो टोयलेट जाम, पानी खान जाम भनेर छटपटी हुने र निन्द्रा लाग्ने हैन, यस्तो अल्छीपनहरू धेरै हुन्छ। यसलाई चाहिँ हामीले यो सैद्धान्तिक पक्ष भयो ध्यानको। र अब ध्यानले चाहिँ विशेष गरेर थाहा पाउने मुख्य गोल चाहिँ यद निचङ तङ दुःखङ भन्छ कि हामीले चाहिँ अनित्यलाई देख्यो भने दुःखलाई देखेको हुन्छ, यङ दुःखङ तदनता, दुःखलाई देख्यो भने चाहिँ म मेरो भन्ने केही छैन रहेछ यो संसारमा भनेर यो अनात्मालाई देख्न सक्ने हुन्छ। र यो एउटा सैद्धान्तिक पक्ष भयो र सैद्धान्तिक पक्ष हामीले सुन्दैमा चाहिँ यसको अनुभूति हुँदैन। अनुभूतिको लागि चाहिँ यो कार्यक्षेत्रमै उत्रेर ध्यान दैनिक रूपमा हामीले चाहिँ दैनिक हरेक दिन चाहिँ हामीले ध्यानमा लागिराख्नुपर्छ, अनि मात्रै यो चाहिँ प्रयोगात्मक रूपमा चाहिँ थाहा हुन्छ। यो विपश्यना ध्यान सिक्ने भन्छ, गर्ने भन्छ, अनि के गर्ने त? आँखा चिम्लेर सुत्ने हो कि होइन, अथवा के त्यसको चाहिँ फोकस पोइन्ट के हो होइन? हामीलाई सबैभन्दा सुरुमा चाहिँ एउटा आलम्बन दिएको हुन्छ। आलम्बन भनेको चाहिँ एउटा विषय, यो कुरामा चाहिँ केन्द्रित गर्नु भनेर भगवान बुद्धले चाहिँ 40वटा समथ ध्यान दिनुभएको छ। 10वटा कसिन, जस्तै रेत कसिन भने नै रातो रङलाई हेर्ने,
अब जस्तै माटोको दल्लो एउटा ल्याएर त्यसलाई चाहिँ माटो भनेर यो संसार सबै माटोबाट बनेको छ त्यसमा ध्यान लगाउने, वा चाहिँ एउटा बाल्टिनको पानी भरेर पानीमा हेर्ने र आगोको ध्यान भयो, आगोमा हेर्ने। त्यस्तै गरी अहिले यो जुन सूर्यको प्रकाश आइराखेको छ, प्रकाशमा हेरेर यसलाई आलोक कसिन भनिन्छ पाली भाषामा, भगवान बुद्धको भाषामा आलोक कसिन भन्छ, हाम्रो भाषामा भन्दाखेरि चाहिँ प्रकाशलाई हेरेर ध्यान गर्ने। यसले चाहिँ हामीलाई हाम्रो जीवनमा अब चाहेर पनि हामी नचाहेर पनि अल्छी भइराखेको हुन्छौँ, यो अल्छीपन चाहिँ हट्छ आलोक कसिन ध्यानले चाहिँ। र त्यसपछि अर्को मैत्री भावना, यसरी 40वटा समर्थहरू हुन्छ। यो यसमा एकदम बलियो गरी बस्न सक्यो भने अनि आनापाना चाहिँ यो सबै प्रकारमा चाहिँ प्रयोग हुन्छ, सासभित्र गएको बाहिर गएको ध्यान। यसमा चाहिँ बलियोसँग यसमा लाग्न सक्यो भने अनि हामी हाम्रो शारीरिक क्रियाकलाप, जस्तो उठिराखेको छु भने हामी उठिराखेको छौँ भनेर थाहा पाउनु पर्यो, बसिराखेका छौँ भने बसिराखेका छौँ, सुतिराखेका छौँ भने हाम्रो शरीरको पोस्चरहरू त्यसलाई थाहा पाउनु पर्यो। र त्यसपछि हामी खाना खाँदाखेरि पनि खाना खाँदैछौँ। मुख्य रूपमा चाहिँ यो हाम्रो मनलाई चाहिँ प्रेजेन्ट मोमेन्टमा अहिले जे भइराखेको छ त्यसमै राख्नुलाई चाहिँ हामी विपස්සना ध्यान भन्छौँ। प्रायः जसो मान्छेहरू चाहिँ कि चाहिँ पास्टमा गइराखेको हुन्छ, पहिला यस्तो गरेँ त्यस्तो गरेँ, आफ्नो गल्तीहरू पश्चातापहरूमा डुबिराखेको हुन्छ भने, कि चाहिँ हामी भविष्यको कुराहरू मैले चाहिँ यस्तो फ्युचर प्लानिङ गर्नुपर्छ भनेर त्यही प्लानमा डुबेर बसिराखेका हुन्छौँ। र त्यो हाम्रो मनलाई चाहिँ यति व्यस्त गर्छौँ पास्ट फ्युचरमा, हामी चाहिँ एक्सनमा आउँदैनौँ। र एक्सनमा नआइसकेपछि चाहिँ हाम्रो कतिपय कुराहरू, मनले सोचेको कुराहरू चाहिँ पुरा हुन सक्दैन। हामीले चाहिँ सोचमै मनको लड्डु घिउसँग खानु भने जस्तो पुरै त्यो मनमा धेरै प्लानिङहरू छ तर त्यसलाई चाहिँ कार्यान्वयन गर्न सक्दैन। तर विपස්සना ध्यान अभ्यास गरिसकेपछि चाहिँ हाम्रो पुरै ब्यालेन्स भएर आउँछ। हामीले यो प्लानिङ गऱ्यौँ, एक्सन यो गऱ्यौँ भनेर अटोमेटिक रूपमै हामीलाई चाहिँ, अब हामी चाहिँ धेरै पहिलाको जेनेरेसन भयो, मिलेनियम जेनेरेसन भयो, अहिले जुन नयाँ आएको जेनेरेसन जेनजी भयो, त्यहाँबाट जेनेरेसन अल्फा र त्यहाँबाट जेनेरेसन बिटा आइसक्यो। अहिले जेनेरेसन बिटा भनेको चाहिँ यो एआई युज गर्ने जेनेरेसन, उहाँहरू जन्मिँदा नै एआई युज गरेर जन्मिनुहुन्छ। र हामी पुरानो जेनेरेसन भए तापनि यो विपස්සना ध्यान गर्ने मान्छेहरूले चाहिँ यति अपडेट हुन्छ कि उहाँहरू चाहिँ जेनेरेसन बिटासँग नै कम्पिटिसन गर्ने खालको अपडेट भएर आउने खालको चाहिँ हुन्छ। अब यहाँले चाहिँ विपස්සना सम्बन्धी धेरै नै महत्त्वपूर्ण गहिरो चाहिँ आफ्नो भावना व्यक्त गर्नुभयो। अब यो विपස්සना ध्यान चाहिँ एउटा चाहिँ बौद्ध धर्म सम्प्रदायबाट आएको भनेर चाहिँ मतलब चाहिँ यो किन गर्ने, अरू धर्म सम्प्रदाय पनि हामी विभाजित छौँ, अनि साधारण नबुझ्ने मान्छे पनि छन्, उनीहरूले नै यो विपස්සना धर्म के अरे ध्यानलाई चाहिँ नि कसरी अपनाउँछन् भन्नलाई सजिलो हुन्छ भनिदिनु। यो ध्यान भनेको चाहिँ तपाईँको हाम्रो मनलाई सफा गर्ने हो, यो भनेको सबैलाई जरुरी छ। चाइनामा चाहिँ हजुरको अस्पताल, हरेक हस्पिटलमा, चाइना भने त कम्युनिस्ट देश हो, उहाँलाई धर्म भनेकै एफिम भन्ने मान्छेहरूले हरेक अस्पतालमा चाहिँ विपස්සना ध्यान सिकाउँछ, आनापाना ध्यान सिकाउँछ है। यो चाहिँ मैले कसरी थाहा भयो भन्दाखेरि हाम्रो असुगोस भन्ने भिक्षु हुनुहुन्थ्यो, उहाँ चाहिँ भिक्षु महासङ्घको मुख्य भिक्षु पनि हुनुहुन्थ्यो। उहाँले चाहिँ एउटा किताब, ध्यानको बारे किताब लेख्दाखेरि, उहाँ चाहिँ एउटा नेता पनि हो, सभासद पनि हुनुभएको हो। उहाँ चाहिँ एउटा बिरामी भएर चाइनामा जाँदाखेरि चाहिँ एउटा हस्पिटलमा उहाँले चाहिँ त्यहाँबाट सिक्नु भएको रहेछ कि बच्चैदेखि भिक्षु भए पनि ध्यानको बारेमा सैद्धान्तिक पक्ष थाहा भयो भने प्रयोगात्मक थाहा नभएको, र आफू बिरामी भएर चाइनामा एउटा हस्पिटलमा जाँदा चाहिँ त्यहाँको डाक्टरहरूले ध्यान गर्नुहोस् भन्दाखेरि चाहिँ उहाँलाई चाहिँ एउटा प्रकारको इन्लाइटेन भएको भनौँ न उहाँलाई। म भिक्षु भएर थाहा नभएको कुरा चाहिँ यहाँ यस्तो कम्युनिस्ट देशमा डाक्टरहरूले नै सिकायो भनेपछि उहाँलाई चाहिँ यो ध्यानप्रति एकदमै लगाव भएर बाँकी उहाँको जीवन चाहिँ ध्यानमै बिताउनु भएको कुराहरू चाहिँ उहाँले त्यो किताबमा स्पष्ट रूपमा लेख्नु भएको छ। यहाँको भनाइअनुसार यो विपස්සना ध्यान एउटा चाहिँ मनोवैज्ञानिक रूपले चाहिँ यो छ, यसले रोगहरू निको पार्ने भयो, स्वास्थ्यको क्षेत्रमा पनि यो चर्चित छ। यो एउटा धर्म सम्प्रदायको रूपमा मात्र नहेर एउटा वैज्ञानिक पद्धतिको ध्यान हो भन्ने यहाँको ठोकुवा छ। त्यो एउटा भयो। अर्को चाहिँ अब यहाँ जुन चाहिँ धर्मको कुरा निकालिहाल्नु भयो होइन, धर्म चाहिँ के हुन्छ भन्दाखेरि हामीले चाहिँ यो बिहान उठिसकेपछि हाम्रो वज्रयान बुद्ध धर्म वा चाहिँ यो विभिन्न यहाँ काठमाडौँमा पहिल्यैदेखि सुरु भएकोहरूमा चाहिँ उहाँहरूले के गर्नुहुन्छ भन्दाखेरि
यो यस्तो राख्नुहुन्छ हातै यस्तो राखेर अनि एउटा पढ्ने छ के उहाँहरूको चतुरत्न मेमेरु अस्त दीप प्रसोभितमा नाना रत्न समाकिन तदनुत्तर दायिनी गुरुवे बुद्ध धर्मेव्य संज्ञव्य तथैव छ निर्यान्ते यामी भावेन सम्पूर्ण रत्न मण्डलम भनेर यसरी तोक्नुहुन्छ के उहाँ चाहिँ रत्न मण्डल चाहिँ बुद्ध धर्मसँगले चलाउँदाखेरि त्यहाँ एउटा के शब्द छ भन्दाखेरि गुरुवे बुद्ध धर्मेव्य संज्ञव्यस्य भन्ने छ कि गुरु नै बुद्ध हो गुरु नै धर्म हो गुरु नै सङ्घ हो भन्ने कुरा छ उहाँहरूको यो भयो अर्को हिन्दू धर्ममा के छ गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर भन्ने छ गुरु नभइदिएको भए हामीले कुनै पनि भगवान चिन्दैन है त्यहाँ जिजस क्राइस्टले पनि के भन्नुभएको छ भन्दाखेरि म चाहिँ सन हो भनेर उहाँले चाहिँ जुन कुराहरू दिनुभएको छ र गडको बारे जुन उहाँले भन्नुभएको छ उहाँ नभएको भए हामीले गडलाई चिन्दैन जिजस नभएको भए उहाँ चाहिँ हाम्रो गुरु भयो उहाँ नभए चिन्दैन मोहम्मदले पनि त्यस्तै प्रकारको कुराहरू गर्नुभयो यो सबै धर्महरूमा चाहिँ ध्यान चाहिँ पहिलेदेखि विद्यमान भएको र जति पनि यो धर्मगुरुहरू छन् जस्तै अब जिजस पनि हि वाज द बुद्धिस्ट मङ्क भनेर यो बीबीसीले नै एउटा डकुमेन्ट्री निकालिसकेको छ र उहाँहरूले पनि यो रोजरी गर्नुहुन्छ क्या जस्तै यो तिब्बतमा लामाहरूले यो माला जप्नुहुन्छ क्रिस्चियन क्याथोलिक चर्चमा चाहिँ उहाँहरूले माला जप्नुहुन्छ त्यसै गरेर यो मुस्लिमहरूमा जुन यो प्रार्थना 5 पिलर्स भन्छ बुद्धिस्टहरूले पञ्चशील भन्छ उहाँहरूले चाहिँ 5 पिलर्स यसरी हरेक धर्ममा चाहिँ कुनै न कुनै बेला चाहिँ यो ध्यानको आवश्यकता चाहिँ महसुस गरिएको छ पाइन्छ कुनै न कुनै रूपमा हरेक धर्ममा अभ्यास भएको छ ध्यानको अभ्यास भएको छ र त्यो अहिलेसम्म विद्यमान छैन आगामी यहाँसँग आगामी एपिसोडमा भेट्ने बाचा गर्दै आफ्नो बहुमूल्य समय र सार्गर्भिक भनाइको लागि यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त हजुर प्रताप राणाजीले पनि धेरै महत्त्वपूर्ण प्रश्नहरू सोध्नुभयो आजभोलि चाहिँ यो ध्यानको बारेमा कसैलाई पनि मतलबै छैन कि कसैले यसमा चाहिँ चासो नै देखाउँदैन र सबैभन्दा दुःख लाग्दो कुरा चाहिँ यस्तो बुद्ध जन्मेको देश होइन शान्तिको देशमा पनि ध्यानको बारेमा मानिसहरू थाहा नभएर धेरैजना चाहिँ यो एङ्जाइटी डिप्रेसनमा बसिराख्नु भएको छ र हामीले जुन चाहिँ यो विपस्सना मास्टर्सहरूलाई हामीले निहाल्यो भने उहाँहरू पनि कुनै न कुनै जस्तै हाम्रो मिङ्ग्यो रिम्पोछे भन्ने हुनुहुन्छ अहिले एकदम फेमस हुनुहुन्छ उहाँलाई पनि एउटा प्यानिक डिप्रेसन भएको थियो कि अनि उहाँले के भन्नुहुन्छ भन्दाखेरि प्यानिक डिप्रेसन नै मेरो गुरु हो यो नै मेरो साथी हो यो नभएको भए म ध्यानमा लाग्दिनँ थिएँ भन्नुहुन्थ्यो उहाँ चाहिँ त्यो डिप्रेसनबाट मुक्त हुनलाई चाहिँ उहाँले ध्यान गर्नुभयो होइन त्यसै गरेर हामीले नेपालीहरू सबै जनताहरूलाई चाहिँ यदि तपाईँहरूमा पनि केही न केही यस्तो समस्याहरू छ भने यो ध्यानको लागि चाहिँ हामी आउन सकिन्छ र ध्यान केन्द्रहरू धेरै छन् होइन हामी जस्तै यो काठमाडौँभित्रै पनि धेरैवटा ध्यान अभ्यास गर्ने ठाउँहरू छन् र कृपया अब जस्तै अब हाम्रो भर्खरै आजभोलि चाहिँ यो ध्यानी बुद्ध भन्ने एउटा संस्था पनि छ लाजिमपाटमा त्यहाँ पनि आएर हजुरहरूले अभ्यास गर्न सक्नुहुन्छ भन्ने जानकारी गराउन चाहन्छु धन्यवाद यहाँलाई धेरै